चाहिँ सामानहरू लिनु पाइयो। यता चाहिँ यस्तो झिकझ्याक हुन्छ कि झिकझ्याक यसरी। यिनी यो वर्ल्डमै तेस्रो नम्बर कालो व्यक्ति हुनुहुन्छ। उहाँलाई आइफोनले पनि गोरो बनाउन नसकेपछि अब म सकेन, त्यही भएर उहाँलाई गौतम बुद्धसँगै पठाइदिनु पर्ने जस्तो अवस्था रह्यो। अनि त्यही भएर अहिले हामी चाहिँ गौतम बुद्धकै कता घुमेछौँ, कता के कालो मान्छेलाई घुमाउने आशा भयो। कालो मान्छेलाई घुमाउने। बुद्धजीले एउटा हात चाहिँ के को लागि देखाउनु भयो त्यो अलि मैले स्पष्ट भएको छैन। अनि त्यो चाहिँ अब मैले भन्न पर्दैन के छ। तिमीलाई फ्रेम लभलीलाई डुब्न मन लागेन भन। फ्रेम लभलीलाई डुबेर हेन्सी हुन मन लागेन भन। लागेको छैन, थाहा छैन अल्लाह कसम। बट किन चतर गौतम बुद्ध यहीँ हुनुहुन्छ। हामी हाम्रो गौतम बुद्ध। ओइ कता हिँड्यो के त होला नि यिनी त झप्पाइदिए हिँड्छ नि यार। त्यो त्यहाँदेखि यहाँ आइसक्यौँ हामी। यो मान्छे छिर्न प्रवेश निषेध थियो, यसमा त अब छिरिन्छ। यसँग